हाई अल र आज मेरो 3जना नयाँ पेरेन्ट्सहरूसँग एउटा कन्फरेन्स कल थियो र यो सक्नु बित्तिकै मलाई लाग्यो कि तपाईँहरूसँग पनि कुछ सेयर गरौँ भनेर है र यो 3जना नयाँ पेरेन्ट्स चाहिँ कनेक्ट हुनु बित्तिकै उहाँहरूको मतलब अलमोस्ट हाफ एन आवर यही कम्प्लेन्स थियो कि आजकल पेरेन्टिङ कति च्यालेन्जिङ भएको छ है पेरेन्ट्सहरूले आफ्नो बेस्ट दिँदैछ तर पनि नानीहरूमा एङ्गर इस्युज बढिरहेको छ स्क्रिन टाइमको लिमिट छैन जवाब लाग्छ पढाइमा ध्यान छैन मनमर्जी गर्छ नानीहरूले है र यही सब कुरा सँगसँगै उनीहरूले यो 3-4वटा इन्सिडेन्ट जो अहिले हालैमा भइरहेको छ न्युजमा आएको थियो यो पनि उनीहरूले डिस्कस गर्यो जसले थाहा छैन रिसेन्टली लखनऊमा 19 वर्ष एउटा केटाले चाहिँ आफ्नो अरबपति बाउलाई चाहिँ सुट गरेर मार्यो है नानी चाहिँ सायद उसको इन्ट्रेस्ट अलग्गै थियो तर बाउले चाहिँ निट क्लियर गर्ने प्रेसर हालिरहेको थियो अरे है र बाउ चाहिँ सिङ्गल पेरेन्ट वाइफ खसेको पछि अर्को बिहे पनि नगरेको रे किनभने उसलाई लाग्थ्यो कि उसले बिहा गर्यो भने नानीहरूमा माया बाँडिन्छ नानीहरूको प्रपर्टी बाँडिन्छ भनेर त्यही थटले उसले सिङ्गल रहनु चुज गरेर आफ्नो नानीहरूलाई रेज गरिरहेको थियो अरे तर पनि यो घटना घट्यो है र अर्को फेरि युपीकै एउटा घटना जहाँ एउटा अराउन्ड सेम एज 19-20 वर्षको नानी चाहिँ आफ्टर एक्जाम चाहिँ आफ्नो गर्लफ्रेन्डसँग सेलिब्रेट गर्नु निस्केको रे गाडीमा एसयुभी चलाएर है अनि त्यहाँनिर बाइकलाई ठोकेर एकजना मान्छे मर्यो पनि धेरैजना इन्जर पनि भयो र पछि खोजी तलास गर्दाखेरि यो नानीको नाममा धेरै ऱ्यास ड्राइभिङको केसहरू पनि अलरेडी दर्ज थिएछ है तर पनि पेरेन्ट्सहरूलाई आई डोन्ट नो खबर नभई लगेको थियो या के हो त्यो चाहिँ थाहा भएन तर हि वेन्ट आउट केयरलेसली अगेन है अनि फेरि अर्को एउटा दुःख लाग्दो घटना हथरस इन्सिडेन्टको यो चाहिँ 9 वर्षको एउटा केटीलाई चाहिँ 10 वर्ष अनि 12 वर्षको केटाले सेक्सुअली असल्ट गरेको है र यसमा त किरण बेदी म्यामले पनि लेख्नुभएको थियो कमेन्ट गर्नुभएको थियो कि यस्तो नानीहरूले बेहोरा गर्दा चाहिँ सुड द पेरेन्ट्स नट बी बुक्ड है वाट काइन्ड अफ पेरेन्टिङ इज दिस उसले क्वेसन गरेको थियो र पेरेन्ट्सहरूले चाहिँ अब उनीहरूको भनाइ चाहिँ कुन चाहिँ पेरेन्ट्सले चाहिँ यसरी सिकाउँछ त नानीहरूलाई यसो गएर यसो गर्नु भनेको र हाउ क्यान समबडी क्वेसन पेरेन्ट्स है नानीहरूलाई त राम्रै कुरो सिकाइरहेको हुन्छौँ त हामीले होइन गएर यसको रेप गर गएर यो चोर यो मुख लाग ठुलोलाई भनेर त कसले सिकाउँदैन नि त है तर नानीहरू यस्तो भइहाल्छ त कसलाई ब्लेम गर्नु है किन नानीहरू यस्तो भएको हामी त बेस्ट दिइरहेको छ हाम्रो भनेर उनीहरूको क्वेसन थियो है र नानीहरू गलत पेरेन्ट्स सही भन्नु अगाडि या त नानीहरू सही पेरेन्ट्स गलत भन्नु अगाडि विदाउट जजमेन्ट लेट्स लर्न अबाउट काइन्ड्स अफ पेरेन्टिङ है बुकको अनुसार चाहिँ देयर आर अराउन्ड 7 टाइप्स अफ पेरेन्टिङ र मेनली चाहिँ विल टक अबाउट 4 टाइप्स अफ पेरेन्टिङ है किनभने अरू 3टा चाहिँ माइनर वान्स यो अरूसँग मर्ज हुनु पनि सक्छ है र सायद यो पेरेन्टिङ स्टाइल जानेको पछि तपाईँहरूलाई पनि याद हुन्छ तपाईँ कस्तो पेरेन्ट हुनुहुन्छ अनि कसको गल्ती रहेछ है र 4 काइन्ड्स अफ पेरेन्टिङ जो हामी डिस्कस गर्नेछौँ फर्स्ट चाहिँ अथोरिटेरियन पेरेन्टिङ सेकेन्ड इज पर्मिसिभ पेरेन्टिङ थर्ड इज नेग्लेक्ट टाइप एन्ड द फोर्थ इज अथोरिटेटिभ है र यो फर्स्ट अथोरिटेरियनको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ पेरेन्ट्सहरू एकदमै स्ट्रिक्ट हुन्छ है माई वे अर दि हाइवे मैले भनेको जस्तै गर्नुपर्छ नभए हुँदैन है पर्मिसन दिँदैन सो एकदमै स्ट्रिक्ट अनि यसमै हेलिकप्टर पेरेन्टिङ पनि यसमै आउँछ है र तपाईँ आफै इमेजिन गर्नुहोस् न यदि तपाईँ हाउसवाइफ हुनुहुन्छ भने तपाईँको घरमा जो ठुलो छ सासू ससुरा आमा बाउ जो छ हस्बेन्ड नै भए पनि तपाईँलाई हर वक्त नजर राखिराख्ने है के गर्यो कति पकायो आज यहाँ नजानु आज त्यहाँ नजानु तिमी यसमा जाऊ यो लुगा लाउनु त्यो नगर है नानीसँग यसरी बर्ताउ गर लाइक एभ्रिथिङमा तपाईँलाई
भनिरह्यो भने, किचकिच गरिरह्यो भने तपाईँलाई कस्तो हुन्छ, तपाईँको लाइफ कस्तो हुन्छ, अनि तपाईँले कसरी रियाक्ट गर्नुहुन्छ होला त्यसमा, है? यस्तै प्रकारले अफिसर होस्, टिचर्स होस्, आफ्नो हेडले अल द टाइम तिमीलाई मोनिटर गरिरह्यो भने कस्तो हुन्छ, है? सो नानीहरूलाई पनि हामी धेरै पेरेन्ट्सहरूले यही मोडमा डिल गरिरहेको हुन्छौँ, है? म चाहिँ ठुलो, मैले भनेको सुन्नुपर्छ, म नै जान्ने, तिमीभन्दा मै एक्सपिरियन्स, तिमीभन्दा मै ठुलो, मैले उहिलेको पानी खाएको, यसै गर्नुपर्छ, यो राइट वे। सो क्याङ 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 गरिरहन्छौँ, है? र यस्तो पेरेन्ट्स जो छ जसले एकदमै नानीहरूलाई कन्ट्रोलमा राख्ने कोसिस गर्छ, उनीहरूको चाहिँ नानीहरू तिन पाराले रियाक्ट गर्न सक्छ, है? इट डिपेन्ड्स कि तपाईँको नानीको नेचर कस्तो छ, त्यही अनुसार उनीहरूले रियाक्ट गर्छ, है? र फर्स्ट चाहिँ फ्लाइट, सेकेन्ड फाइट, एन्ड थर्ड फ्रिज। ओके, सो अब यसलाई हामी फेरि बिस्तारसे बुझौँ। र जुन नानीहरू चाहिँ फ्लाइट मोडमा जान्छ, उनीहरू चाहिँ जब नानी आमा बाउले यसरी करेक्ट गर्नु थाल्छ, एट्याक गर्नु थाल्छ, है, अल द टाइम न्याक गर्नु थाल्छ, त्यति बेला उनीहरू चाहिँ फ्लाइट मोडमा जान्छ, उनीहरू त्यहाँबाट जान्छ, एस्केप गर्छ त्यो सिचुएसनलाई। या त उनीहरू जुर्के उठेर गएर आफ्नो रुम थुनेर गेम खेलिबस्छ, या त म्युजिक लगाएर केही गर्छ, या त बहाना बनाएर घर छोडेर जान्छ, मतलब साथीकोमा जान्छ, या त क्याफेमा जान्छ, घुम्नु जान्छ, सो उनीहरू जान्छ बाहिर, है, फ्लाइट। अनि सेकेन्ड इज फाइट मोड, है? फ्लाइटको त निस्किहाल्छ। फाइट मोडको चाहिँ अब उनीहरू सुन्छ 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 अनि कति पनि सुनोस्, है, वान फाइन डे उनीहरू आउटबस्ट अफ एङ्गर हुन्छ। र यस्तो नानीहरू चाहिँ बिस्तारी बिस्तारी आमा बाउलाई जवाब दिनु थाल्छ, अनि सायद कसै कसै चाहिँ पछाडि गएर आमा बाउलाई हात लाउने नानीहरू चाहिँ यस्तै पेरेन्ट्सको हुन्छ, है? किनभने उनीहरूमा यति बेसी सुनेको हुन्छ, यति बेसी दबाएर राखेको हुन्छ उनीहरूलाई, एकदमै वाक्कै लागेर अब उनीहरू चाहिँ फाइट गर्छ त्यसलाई, है? अनि थर्ड किसिमको रियाक्सन चाहिँ फ्रिज। यो नानीहरू न त फ्लाइट, न त उठेर जानु सक्छ, न त आफैलाई प्रोटेक्ट गर्नुको लागि मुखहरू चलाउँछ, उनीहरू चाहिँ चुपचाप चुपचाप बस्छ, सहिन्छ, है, आफ्नै रुममा गएर बसिरहन्छ। र उनीहरू चाहिँ प्राय डिप्रेसनमा जाने डर हुन्छ, जो चाहिँ फ्रिज मोडमा रियाक्ट गर्छ, है? र यो अथोरिटेरियन पेरेन्टिङ चाहिँ इट्स अ बिग नो, भेरी इम्ब्यालेन्स्ड। यो नानी आमा बाउहरूलाई चाहिँ पावरफुल राख्ने, है, नानीहरूलाई दबाएर राख्ने, यो चाहिँ एकदमै इट्स अ नो काइन्ड अफ पेरेन्टिङ। हामी कसैले यसरी नानीहरूलाई रेज गऱ्यौँ भने हामीले चाल पाइहाल्यौँ, है, कसरी नानीहरू रियाक्ट हुन्छ। र नेक्स्ट इज पर्मिसिभ पेरेन्टिङ, जस्ट दि अपोजिट अफ अथोरिटेरियन, है? पर्मिसिभ पेरेन्टिङमा चाहिँ नानीहरूले जे भन्छ पेरेन्ट्सहरूले ल ल नानीहरूलाई प्रिन्स एन्ड प्रिन्सेस ट्रिटमेन्ट जसले दिन्छ, है, यो चाहिँ प्रायः कहाँबाट आउँछ भन्दा चाहिँ जो मान्छेहरू चाहिँ हम्बल ब्याकग्राउन्डबाट आएको हुन्छ, है, धेरै अब पवर्टी देखेको भनौँ, या त सपोर्टिभ नरहेको पेरेन्ट्सहरू, उनीहरू चाहिँ पेरेन्ट्स भएपछि चाहिँ मलाई त कसले यसो सपोर्ट दिएन, मलाई त खाउँ खाउँ लाउँ लाउँ भन्दा मेरोमा थिएन, अब आई एम केपेबल, ल मेरो नानीले जे भन्छ म मेरो नानीलाई त्यही दिन्छु भन्ने उनीहरूको ख्याल हुन्छ, है? नानीले के खान्छु भन्छ घरमा त्यही पाक्छ, नानीले यहाँ जान्छु भने पनि ठिकै छ, नानीले त्यो गर्छु भने पनि ठिकै छ, नानीहरूको जे जे डिमान्ड छ सबै फुलफिल हुन्छ, है? यो किसिमको पेरेन्ट्सहरू छ भने उनीहरूको नानी चाहिँ फेरि उनीहरू पनि सायद दुई किसिमले रियाक्ट गर्छ, है? पहिला चाहिँ अब उनीहरूले यति बेसी प्याम्पर्ड हुन्छ उनीहरू, है, उनीहरू चाहिँ अब एकदम हरेक डिमान्ड पुरा भएर सबै टाइम अब यस 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 भनेको सुनेर उनीहरू ठुलो भएर बाहिर गएर जब नो सुन्छ उनीहरूले त्यो पोजिटिभली लिनु सक्दैन, है? र हामी न्युजमा पनि सुन्छौँ एउटा केटाले कोलाई प्रपोज गर्यो अरे, अनि त्यो केटीले नो भन्यो, अनि उसले एसिड फ्याँकिदियो, है? र प्राय यस्तो नानीहरूले चाहिँ दे कान्ट टेक नो, सो दे रियाक्ट इन अ ब्याड वे, है? अनि अर्को चाहिँ हो अब उनीहरू चाहिँ एकदमै
सेन्टर अफ एट्र्याक्सन हुन्छ नि त, सेन्टर अफ एटेन्सन एज वेल है। घरमा सबैजना उसको नानीको वरिपरि घुम्ने, नानी इज द मोस्ट इम्पोर्टेन्ट पर्सन है घरमा। अनि बाहिर गएपछि त फेरि त्यो डल्लै एटेन्सन हट्छ नि त है। जो घरमा चाहिँ अब एकदम प्रिन्स एन्ड प्रिन्सेस ट्रिटमेन्ट थियो, सेन्टर अफ एटेन्सन, बाहिर गएपछि चाहिँ उनीहरूलाई एटेन्सन, दे हेभ टु अर्न एटेन्सन। बाहिर त सर्भाइभल अफ द फिटेस्ट हुन्छ नि त होइन। उनीहरूले भनेको कहिले सुनिदिँदैन, उनीहरूको बात राख्नु उनीहरूलाई साह्रो पर्छ है। र उनीहरू पनि प्राय डिप्रेस्ड, एङ्जाइटी, स्ट्रेस, डिप्रेस्ड हुनु सम्भावना हुन्छ है। र यो दुईवटा पेरेन्टिङ स्टाइल चाहिँ एकदमै इम्ब्यालेन्स। एकपट्टि पेरेन्ट्सहरू भेरी भेरी एग्रेसिभ एन्ड डोमिनेटिङ, अर्कोमा चाहिँ नानीहरूलाई भेरी भेरी प्याम्पर्ड है। सो इट्स अ बिग नो। थर्ड काइन्ड अफ पेरेन्टिङ इज नेग्लेक्ट हो। यो नेग्लेक्टमा चाहिँ पेरेन्ट्सहरू, जो बिजी पेरेन्ट्सहरू छ उनीहरूको घरमा प्राय देखिन्छ है। आमा बाउ नै अर्निङ हुन्छ, उनीहरू आफ्नो कामको लागि त जानु पर्यो होइन, र नानीहरूलाई समय दिनु सक्दैन, र उनीहरूले चाहिँ नानीहरूलाई समयको बदली चाहिँ सामान दिनु थाल्छ है। त्यो उनीहरू चाहिँ एकदमै कनेक्सन गर्ने टाइम पनि हुँदैन है। बिजी बिजी बिजी, नानीलाई छोड्यो, बाई भन्यो, प्ले ग्रुपमा हालिदियो, या त नानीहरू है, नानी हेर्ने राखेर जसले हुर्काउँछ उनीहरू चाहिँ एकदमै नेग्लेक्ट उसमा आउँछ। र यहाँ चाहिँ यो नानीहरू चाहिँ अब कनेक्टै हुनु सक्दैन पेरेन्ट्सहरूसँग है। उनीहरू चाहिँ केही मुस्किल आयो भने पनि सेयर गर्नु उनीहरू इजिली ओपन अप हुनु सक्दैन, किनभने त्यो कनेक्सनै राखेको छैन नि त पेरेन्ट्सले है। सो इन काइन्ड्स अफ डिफिकल्टी, मुस्किल समयमा चाहिँ उनीहरूले चाहिँ सेफ स्पेस चाहिँ उनीहरूको लागि चाहिँ अब सामान है। जब घरमा आमा बाउ छैन, सेफ्टी फिल गर्दैन, प्रोटेक्टेड फिल गर्दैन, उनीहरूलाई बेलुका आउँदाखेरि चाहिँ नानीहरूलाई चाहिँ आमा बाउले सामानहरू ल्याइदिने, खानेकुरादेखि लिएर टोइजहरूदेखि लिएर एभ्रिथिङ एट सर्भिस होइन। सो उनीहरू, यो नानीहरू चाहिँ जब हुर्केर जान्छ, उनीहरू चाहिँ ब्रान्ड पछि लाग्नेहरू चाहिँ उनीहरू हुन्छ, जसले चाहिँ उनीहरूको त्यो इमोसनल सपोर्ट चाहिँ त्यो हुन्छ। सो नयाँ लेटेस्ट ग्याजेट किन्नु उनीहरूलाई चाहिन्छ, राम्रो राम्रो लुगा लाउनु है, ब्रान्ड सो अफ गर्नु, यो नानीहरू चाहिँ प्राय त्यता जान्छ है। सो द फोर्थ काइन्ड अफ पेरेन्टिङ इज अथोरिटेटिभ, एन्ड दिस इज द ब्यालेन्स्ड एन्ड करेक्ट काइन्ड अफ पेरेन्टिङ। र यो पेरेन्टिङमा चाहिँ के हुन्छ भन्दा चाहिँ नानीलाई चाहिँ इट्स नट नो नो, नट यस यस, बट बोथ आर गिभन इन ब्यालेन्स स्टाइल। ओके। सो यस्तो छ नि, आजकल एभ्रिथिङ इज अभाइलेबल एट आवर फिङ्गर टिप्स है। अनलाइन सपिङ, बजार पनि जानु परेन, अनलाइन सपिङ गऱ्यो भने आइहाल्छ। अनि ट्र्याक गर्नु पनि हामीलाई सुविधा छ है, कहाँ आइपुग्यो। सो वी आर अवेर एन्ड अलर्ट कि अब यति दिनमा आउँछ। खानाको लागि यहाँ हिल्समा त अलिक अप्सन कम्ती छ, तर प्लेन्समा त झन् खानाको लागि केही मन परेन घरमा, तुरन्त मगायो है, स्विगीले ल्याइदिइहाल्छ, जोमेटोले ल्याइदिइहाल्छ, र इन्स्टेन्ट ग्राटिफिकेसन ज्यादा छ। र त्यो वेट गर्नु पर्दैन उनीहरूले केही चिजको लागि है। त्यसै कारण पेसेन्स लेभल एकदमै घटेर गएको छ। एक त नानीहरूले अप्रिसिएट गर्नु छोडेको छ, किनभने एभ्रिथिङ इज सो उयो नि त इजिली अभाइलेबल टु देम है। र यो अथोरिटेटिभ पेरेन्टिङ स्टाइलमा चाहिँ पेरेन्ट्सहरूले नानीहरूलाई ब्यालेन्स्ड वेमा रेज गर्छ। र यसको लागि एउटा फर्मुला हामी जो क्लाइन्ट्सहरूलाई भन्ने गर्छौँ, 3-3-3 फर्मुला है। र नानीहरूलाई रेज गर्दाखेरि चाहिँ आउट अफ 10, सपोज आउट अफ 10 थिङ्स द्याट दे डिमान्ड, नानीलाई यो चाहियो, यो चाहियो, यो चाहियो, यो चाहियो भन्दैछ भने चाहिँ आउट अफ 10 3टा जो सानो सानो डिमान्डहरू हुन्छ नानीहरूको, त्यो चाहिँ उनीहरू तुरुन्तै दिइहाल्नु, उसलाई किन पर्खाइरहनु होइन, तुरुन्तै दिइहाल्नु। अनि नेक्स्ट 3 डिमान्ड चाहिँ अलिकति होल्डमा राख्नु। जस्तै अब सानो सानो डिमान्डहरू छ, उनीहरूलाई नयाँ पेन्सिल चाहियो, नयाँ स्टेसनरी चाहियो, या त आज म आइसक्रिम खान्छु नि, या त म आज बाहिर खान्छु नि भन्यो भने वान्स इन अ वाइल तुरन्तै त्यो चाहिँ फुलफिल गरिदिइहाल्नु है।
अनि नेक्स्ट त्यो अलिकति महँगो जो सामानहरू उनीहरूले भन्छ ओके एन्ड्रोइड फोन अरे या त अलिकति महँगो जुत्ताहरू किनिमाग्यो भने उनीलाई त्यो चाहिँ तुरुन्तै नदिनु अनि नो पनि नभन्नु है। सो यसो गर्दा चाहिँ के हुन्छ भन्दा उनीहरूले दे विल लर्न फर यु नो टु वेट पेसेन्टली है, डिलेड ग्राटिफिकेसन। त्यो तुरन्तै सबै कुछ हुँदा 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 चाहिँ उनीहरूलाई त्यो भ्याल्यु नै हुँदैन कि पर्खिनु पनि सक्दैन, त्यो इम्पेसेन्ट हुन्छ उनीहरू। सो यसको लागि चाहिँ हामी के गर्नु सक्छौँ भने नानीहरूलाई पनि रेस्पोन्सिबल बनाउँदै, जस्तै अब जुत्ता किनिमागेको छ भने नानीलाई हेर आज यो मन्थ अलिकति बजेट ले पुगेन र म किनिदिँदिनँ होइन, तर तिमीलाई किनिदिन्छु अनि एभ्री मन्थ सेभिङ गरौँ न त है। र एउटा बक्समा या त एउटा एन्भलपमा यो एभ्री मन्थ यो 500 राख तिमी, यो चाहिँ तिम्रो जुत्ताको लागि है भनेर तपाईँले किन्नु सक्दै नै छ भने पनि इफ यु क्यान अफोर्ड अल्सो यु क्यान डिले इट है। सो द्याट दे लर्न डिलेड ग्राटिफिकेसन, दे आर नट अल द टाइम रनिङ बिहाइन्ड फास्ट थिङ्स ह्यापनिङ इन लाइफ है। सो अब 2-3 महिना पर्खाएर त्यहाँदेखि किनिदिने है। अनि नेक्स्ट 3 उसको जो ठुल्ठुलो विसहरू छ, डिमान्डहरू छ, त्यो चाहिँ स्ट्रेट अवे नो भन्ने है। सबै कुरो हुनुको लागि जरुरी छैन नि त है। यो ठुल्ठुलो अगर आइफोन किनी माग्दैछ या त ठुलो ब्रान्डको सामान किनी माग्दैछ जस्ट बिकज उसको साथीकोमा छ या त जो निड पनि होइन, त्यो त्यो जस्ट उनीहरूलाई देखाउनुको लागि मात्र, सो अफको लागि मात्र, यस्तो कुराहरू चाहिँ स्ट्रेट अवे नो भन्ने है। सो उनीहरूलाई उनीहरूको नेसेसरी थिङ्स दिने पनि उनीहरूलाई अलिकति डिले ग्राटिफिकेसन पनि उनीहरूलाई चखाउने अनि नो पनि भन्ने है। अनि बाँकी रह्यो 3 3 सो एउटा डिमान्ड चाहिँ कहिलेकाहीँ नानीहरूले केही डिमान्ड नगरी पनि उनीहरूलाई त्यसै पनि खुसी बनाउनुको लागि यु क्यान गेट समथिङ है। सो दिस इज हाउ यु क्यान प्र्याक्टिस ब्यालेन्स पेरेन्टिङ। सो अब सबै कुरो एउटा भिडियोमा डिटेलमा हाल्नु एकदमै लामो हुन्छ, सुन्नु पनि बोरिङ हुन्छ है। र दिस इज इट। सो यु क्यान सी यहाँबाट कि तपाईँ आफै बुझ्न सक्नुहुन्छ को सही को गलत, हामी कुन प्रकारले पेरेन्टिङ स्टाइल छ हाम्रो है, वाट यु विच आर द एरियाज यु वान्ट टु इम्प्रुभ। सो यु क्यान डु दिस, एनालाइज फर योरसेल्फ। अनि यो होइन कि म चाहिँ पर्फेक्ट पेरेन्ट, म पनि सिङ्गल पेरेन्ट हो है। 22 इयर्समा त म आई वाज पेरेन्ट फर द फर्स्ट टाइम। अनि त्यति बेला म एकदमै आफै त स्ट्रेसमा रहिरहन्थेँ है। अब एकैचोटि नानी आउँदाखेरि सो इट वाज क्वाइट टफ फर मी अल्सो। अनि ग्रेजुअली फेरि 26 इयर्समा सेकेन्ड चाइल्ड भयो। अनि बाई अर्ली 30s आई टुक डिभोर्स अनि आम अ सिङ्गल पेरेन्ट सिन्स देन। र त्यति बेला त झन् मेरो लाइक आई वाज सो कन्फ्युज कि म नानीलाई एम आई रेजिङ देम करेक्टली है। किनभने बेसी माया गर्दाखेरि पनि ला नानीहरू बा बिग्रिन्छ कि भन्ने लाग्थ्यो। फेरि बेसी स्ट्रिक्ट भयो भने पनि ला उनीहरूले फेरि उनीहरू मुस्किलमा हुँदाखेरि डरले नै आएर मसँग सेयर गरेन भने भन्ने लट अफ कन्फ्युजन है। सो इन द प्रोसेस मेबी यो सब कुराहरूले गर्दाखेरि आई चोज दिस प्रोफेसन कि मैले जे गल्ती गरेँ मेरो चाहिँ एक्सपिरियन्सबाट सिकेँ। अनि जो मैले मेरो मेन्टर्सहरूबाट सिकेँ त्यो चाहिँ म सेयर गर्नु चाहन्छु है। र यदि तपाईँहरूलाई पनि स्क्रिनको बारेमा जान्नु छ भने स्क्रिन टाइम कसरी रिड्युस गर्नु, कसरी बुझ्नु छ भने तपाईँहरू प्लिज लेट मी नो है। अनि या दिस मच फर टुडे। आई होप इट हेल्प्स। कसैलाई त काम आयो भने I'll be more than happy. Thank you so much for listening. It's quite a long video, right? So see you again. Bye.